कक्षा 12 मा अध्ययनरत मेहनती भाइ बहिनीहरू नेपाली विषयको परियोजना कार्य अन्तर्गत रही आफ्नै सक्रियतामा कक्षागत वक्तृत्व कला प्रतियोगिता आयोजना गर्दै हुनुहुन्छ। अब हामी कहाँ जाँदैछौँ सपना? शिव सरलाई सम्झना दिन। कुशल उत्प्रेरक प्रधानाध्यापकज्यूले भाइ बहिनीहरूको सराहना गर्नुभयो। देश विकासमा विद्यार्थीले महान, देश विकासमा विद्यार्थीले महान, विद्यार्थीले गर्छन् सुनौलो भविष्यको निर्माण। आदरणीय यस विद्यालयका प्रधानाध्यापकज्यू, एवं मेरा सम्पूर्ण साथीहरूमा आज 2082 साल पौष महिना 23 गतेका दिन नेपाली पाठ्य पुस्तकको परियोजना कार्य अन्तर्गत रहेको देश विकासमा विद्यार्थीको भूमिका शीर्षकमा सञ्चालन हुन गइरहेको वक्तृत्व कला प्रतियोगिताको म सञ्चालिका विमला पुस्तकको तर्फबाट हार्दिक नमस्कार। यस कार्यक्रमको सभापतिको आसन ग्रहणका लागि सृजना तामाङलाई हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिको लागि यस्तै विद्यालयका प्रधानाध्यापक श्री शिवकुमार पौडेल सरलाई हार्दिक अनुरोध गर्दछु। रूपमा यस्तै विद्यालयका सहायक प्रधानाध्यापक ज्यू रविना लिम्बुलाई हार्दिक अनुरोध गर्दछु। अतिथिका रूपमा यस्तै विद्यालयकी शिक्षिका जिनु श्रेष्ठ म्यामलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी निर्णायकको भूमिकामा सपना लामा, पूर्णिमा मल्ल ठकुरी, महिम सापकोटा र स्मृति गौतम, समय पालक रुबिना नेपाल र उद्घोषक विपना पुर्कुटी समेतलाई आसन ग्रहण र आफैले निर्माण गर्नुभएको ब्याज वितरण गर्नुभयो। ब्याज वितरणको लागि धन्यवाद। अब हाम्रो कार्यक्रम अगाडि बढाउन राष्ट्रिय गान गाउनको लागि सबैजना उभिनुहुन्छ। अगाडि आउनको लागि विनम्र अनुरोध गर्दछु। गोला प्रथा गरेर वक्ताहरूको क्रम निर्धारण गर्नुभयो र उद्घोषक बहिनीले वक्तृत्व कला सम्बन्धी नियम प्रष्टसँग बताउनुभयो। पहिलो वक्ताको रूपमा रहनु भएको छ पूजा ढुङ्गाना, उहाँलाई अगाडि आएर आफ्नो मन्तव्य दिनुको लागि हार्दिक अनुरोध। देशको उज्यालो भविष्य हामी विद्यार्थी ज्ञानको ज्योति बाल्दै हिँड्छौँ निरन्तर अघि। पढाइ श्रम इमान मनमा सजाई, राष्ट्र सेवामा सधैँ आफूलाई लगाई। आजका विद्यार्थी भोलिका कर्णधार, हाम्रो मेहनतले बन्छ देश समृद्ध छ। आजका विद्यार्थी भोलिका कर्णधार, हाम्रो मेहनतले बन्छ देश समृद्ध छ। धन्यवाद। कार्यक्रम सञ्चालक ज्यू, सभाध्यक्ष महोदय। निकै जोसिलो ढङ्गले आफ्नो वक्तृत्व सुरु गर्नुभएका पूजाले आजका विद्यार्थी भोलिका कुशल जनशक्ति भएकाले उनीहरू नै विकासका संवाहक हुन्। युवा शक्तिको विदेश पलायनले गर्दा देश पछि परेको हो। यदि युवाले चाह्यो भने छिमेकी राष्ट्रको दाँजोमा पुग्न सक्छौँ। चीन भन्दा सम्पन्न र विकसित हुन सक्ने कुरा बताउनुभयो। थोपा थोपा मिलेर सागर बने जस्तो युवाहरूमा भएको जोश र जाँगरले देशमा भएका व्यथिति, कुरीति र भ्रष्टाचार सहजै हटाउन सकिने कुरा पनि गर्नुभयो र देशका लागि युवा माछाका लागि पानी जतिकै अपरिहार्य भएको कुरा पनि जनाउनुभयो। देश मेरो बचेको छ त्यसैले म बाँचेको छु। देश मेरो बचेको छ त्यसैले म बाँचेको छु। मेरो ज्ञान सिप जोस र जागर मेरो देशको निम्ति साँचेको छु। धन्यवाद। कार्यक्रम सञ्चालक ज्यू, आदरणीय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि एवं अन्य अतिथिगण, जुनको ज्योति र खामको किन छुट्याउन बस्नुभएका निर्णायक मण्डलज्यू, समय पालकज्यू,
हुनुपर्को देखाएर पुष्पदी मित्रहरूमा स्वीकार्नुहोस् म कक्षा 12 मा अध्ययनरत छात्रा र समाजको तर्फबाट यो पुष महिनाको चिसो मौसममा न्यानो अभिवादन। सुन्दर कविता मार्फत आफ्नो वक्तृत्व सुरुवात गर्नुभएका रनिसा माझीले शिक्षक, डाक्टर, पाइलट, इन्जिनियर सबै विद्यार्थी जीवन पार गरेर जाने भएकाले देशको भविष्य विद्यार्थीकै हातमा हुने कुरा बताउनुभयो। विद्यार्थीले पढाइ भन्दा अन्त ध्यान नदिई अघि बढ्नुपर्ने कुरा बताउनुभयो। गिलो माटो जस्ता विद्यार्थीलाई असल शिक्षा दिएमा नैतिकवान र चरित्रवान हुन्छन् र खराब शिक्षा दिएमा चरित्रहीन हुन्छन् भन्ने कुरा बताउनुभयो। विद्यार्थी कुनै बहाव नभएको कुवाको पानी जस्तो भयो भने उसको मस्तिष्क फोहर र कीटाणुको घर हुन्छ भन्ने कुरा निकै प्रभावकारी ढङ्गले प्रस्तुत गर्नुभयो। फुल जस्तै फक्रदैछन् आज विद्यार्थीहरू, फुल जस्तै फक्रदैछन् आज विद्यार्थीहरू, देशको विकास गर्नलाई अघि सर्नेहरू, देशको विकास गर्नलाई अघि सर्नेहरू। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू, यहाँ यस कार्यक्रमका सभापति महोदय, तेस्रो वक्ताका रूपमा आफ्नो वक्तृत्व प्रस्तुत गर्दै युवाको काँधमा देशको भविष्य हुने भएकाले आफ्नो श्रम, सिप र जोस जाँगर आफ्नै देशमा खर्चिएर उच्च पदमा पुगी राष्ट्रको सेवा गर्नुपर्ने विचार राख्नुभयो। विद्यार्थी जीवनमा अनुशासन नहुनु फुलमा बास्ना नभए जस्तै हो। विद्यार्थी जीवन ज्यादै संवेदनशील र महत्त्वपूर्ण हुने विचार विभिन्न उदाहरण मार्फत प्रस्तुत गर्नुभयो। थुपा बनेर जसरी नदी थुपा मिलेर जसरी नदी बन्दछ त्यसै गरी विद्यार्थीहरू मिलेर यो देश बनाउनु पर्छ भन्दै बिदा हुन जान्छ। विद्यालय हो हाम्रो ज्ञान गुण सिक्ने, विद्यालय हाम्रो देश विकास गर्नेतर्फ लाग्ने, विद्यार्थी नै राम्रो देश विकास गर्नेतर्फ लाग्ने, विद्यार्थी नै राम्रो। धन्यवाद। कार्यक्रम सञ्चालकज्यू। हँसिलो मुहारमा उपस्थित भई चौथो वक्ता गौरी तामाङले गुणस्तरीय शिक्षा पाएमा देश समृद्ध हुने र आज विद्यार्थीले पाएका ज्ञान सिप नै भविष्य निर्माणको आधार भएको कुरा प्रस्तुत गर्नुभयो। देशका भ्रष्टाचार, कुरीति र व्यथिति हटाउनका लागि आफूले सचेत युवा भएको नाताले आफ्नो छुट्टै दृष्टिकोण बनाएर अघि बढ्न चाहेको कुरा पनि राख्नुभयो। यस्तो दृष्टिकोण बनाएको छु, त्यो के हो भने सर्वप्रथम त देशमा शिक्षित नागरिकहरू उत्पादन गर्नका लागि नै सर्वप्रथम नयाँ नीति जारी गर्नेछु। सो अनुसार सरकारको दबाब दिनेछु, त्यही अनुरूप देशमा शिक्षाको ज्योति बाल्नेछु। कलम हाम्रो शक्ति अनि चेतना हाम्रो शस्त्र, कलम हाम्रो शक्ति अनि चेतना हाम्रो शस्त्र, विद्यार्थी हुन् देश निर्माणको हतियार वा अस्त्र। विद्यार्थीका जोस र जाँगर अनेक थरी सिप, विद्यार्थीका जोस र जाँगर अनेक थरी सिप, विद्यार्थी हुन् देश निर्माणको उज्यालो त्यो दीप। धन्यवाद। कार्यक्रम सञ्चालक ज्यू, यस सभाका आदरणीय सभाध्यक्ष महोदय, विशिष्ट अतिथि, प्रमुख अतिथिज्यू, कपी र कलम लिएर बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यू, समय सूचक प्रतिस्पर्धी र अवसरवादी सम्पूर्ण मित्रहरूमा म कक्षा 12 मा अध्ययनरत छात्रा रोजिना सापकोटाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज हाम्रो कक्षामा हुन गइरहेको वक्तृत्व कलाको आयोजना गरेर आफ्नो केही तर्कहरू राख्ने मौका दिनुभएकोमा हाम्रो नेपाली विषयकी शिक्षिका जुन श्रेष्ठ गुरुआमाप्रति हार्दिक आभार प्रकट गर्दछु। आजको हाम्रो वक्तृत्व कलाको शीर्षक रहेको छ देश निर्माणमा विद्यार्थीको भूमिका। महोदय, विद्यार्थी भनेका विद्यार्थी जो आज प्रभावशाली वाक शक्तिकी धनी रोजिना सापकोटाले विद्यार्थी राष्ट्रका गहना भएकाले उनीहरूले राष्ट्रलाई सिँगार्नुपर्ने विचार प्रजातान्त्रिक आन्दोलनदेखि जिन्जी आन्दोलनसम्मका उदाहरण प्रस्तुत गर्दै प्रष्ट पार्नुभयो। जसरी फूलले आफ्नो सुगन्ध मार्फत गाउँ समाजलाई सुन्दर बनाउँछ,
त्यसरी नै फूल बनेर विद्यार्थीले राष्ट्रलाई सुगन्धित बनाउनु पर्ने र राष्ट्र बोक्ने काँधलाई शिक्षाले बलियो बनाउनु पर्ने सारा गर्वित विचार प्रस्तुत गर्नुभयो। हामी विद्यार्थीले नै देशमा रहेका अन्याय, अत्याचार, दमन, शोषण र भ्रष्टाचार विरुद्ध आवाज उठाएर देशमा क्रान्ति ल्याएका छन्। जसमध्येको एक उदाहरण हो हालसालै भएको नेपालमा भएको विक्रम सम्वत 2082 सालको भाद्र 23 र 24 गतेको जेन्जी आन्दोलन, जुन स्कुल पढ्दै गरेका विद्यालय पढ्दै गरेका विद्यार्थीहरूले गरेका थिए, जुन भ्रष्टाचार, अन्याय, अत्याचार, दमन, शोषणको विरुद्धमा थियो। जुन आन्दोलनले देशमा परिवर्तन ल्याउन खोज्यो। करिब 71 जना विद्यार्थीहरूले त आफ्नो देशमा परिवर्तन ल्याउनु पर्छ, क्रान्ति चाहिन्छ भनेरै आफ्नो ज्यानको आहुति दिएर देशमा परिवर्तनको आधार बनाए। त्यसैले त्यो एउटा बगैँचा हुनु हुँदै जसमा एक थरी मात्र होइन 100 थरीका फुलहरू फक्रिँदै गरिरहेका हुन्छन्, जसलाई मजल र गोडमेल गर्न सक्यो भने भोलि ती विद्यार्थी त्यो बगैँचाले केवल बगैँचाको मालिकलाई मात्र नभएर बगैँचालाई मात्र नभएर पुरै गाउँलाई सुवासित बनाउँछन्। विद्यार्थी पनि त्यस्तै हो। आज विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयले उनीहरूको कलालाई चिनेर त्यसको प्रस्फुटन गराएर उनीहरूलाई त्यो बाटो दियो भने भोलि उनीहरूले त्यही बाटो समाउँछन् र भोलि देशको निर्माणमा अगाडि बढाउँछन्। विद्यालयले हामीले आज यस्तोसँग अध्ययन र आफ्नो परिश्रम देखाउनुपर्छ कि भोलि हाम्रो देशलाई हामीले नयाँ बाटो दिन सकौँ भन्दै मेरो भनाइहरूलाई यही अन्त्य गर्दै बिदा हुन चाहन्छु। सम्पूर्ण सहभागी मित्रहरूको तर्कहरू निकै राम्रो रहेको थियो। पाउने वातावरण मिलाउनु भने कक्षा हाम्रो शिक्षा शिक्षकलाई ठुलो तालिम। निर्णय गर्दै गऱ्यौँ र त्यस क्रममा हाम्रो प्रमुख अतिथिज्यूलाई आफ्नो छोटो मन्तव्य राखिदिनको लागि विनम्र अनुरोध गर्दछु। धन्यवाद हाम्रो बिचमा नानीलाई कति राम्रो उद्घोषण गरेको अरूलाई त कम है र अत्यन्त खुसी लागेको छ के भने वास्तवमा पढाइ भनेको चाहिँ हाम्रो जुन परम्परागत पढाइ छ टिचरले मात्र बोकेर आउने चक बोकेर आउने अनि विद्यार्थीले चाहिँ सुन्ने चुप्पो लगाएर सुन्ने अझ यसरी हात बाँधेर बस्नुपर्ने बोल्नै नमिल्ने होइन बोलो कि किन बोलेको चुप टिचरले भन्नुपर्ने होइन मैले जे भनौँ त्यो गर भन्नुपर्ने त्यस्तो खालको निष्क्रिय विद्यार्थी र शिक्षकले चाहिँ प्रवचन दिइरहनु पर्ने त्यो खालको जुन हाम्रो परम्परागत शिक्षकहरू थिए विद्यालयहरूमा होइन नेपालमा अहिले समय परिवर्तन भइसकेको छ। विश्वमा विभिन्न तरिकाले भाइ बहिनीहरूले रिसर्च गरेर पढ्छन्। आजभोलिका भाइ बहिनीहरूले प्रोजेक्ट गरेर पढ्छन्, भाइ बहिनीहरूले खोजेर पढ्छन्। शिक्षकले एउटा कुरा बाटो देखाइदिन्छन् भने बाँकी कुरा विद्यार्थी आफैले गरेर पढ्छन्। आजको जमाना भनेको आफै खोज्ने, आफ्नै महसुस गर्ने, आफै भोग्ने र त्यसैबाट सिकाइ गर्ने र ताकि भोलि जीवनमा त्यो काम लागोस् त्यस्तो खालको सिकाइ चाहिँ आज विश्वका विद्यार्थीहरूले गर्छन्। हाम्रो डेढथुमको माध्यमिक विद्यालयले पनि अब हामी यो भाषण विधिलाई यो अब बिस्तारै निरुत्साहित गरौँ। कक्षामा पढाउँदा कुनै पनि कुरा तपाईँले कुराहरू बुझाउनको लागि शिक्षकले छोटो मिनी लेक्चर गर्नुहुन्छ। मिनी लेक्चर भन्ने गर्छ हामी त्यसलाई छोटो गर्नुहुन्छ, निर्देशन दिनुहुन्छ, त्यति मात्रै काम हो शिक्षक। बाँकी रहेको त शिक्षकले योजना बनाउनुहुन्छ र विद्यार्थीलाई कसरी काम गर्नुहुन्छ, काम कसरी लाउनु त पढाइ सम्बन्धी काम, त्यो काम गर्दा गर्दै बच्चाले सिक्नु र विद्यार्थीलाई कस्ता खालका परियोजनाहरू दिने त, विद्यार्थीलाई कस्ता खालका कार्य कक्षा कार्यहरू दिने त, विद्यार्थीलाई कक्षाभन्दा बाहिर पनि कस्ता कार्य दिने त भनेर शिक्षकले योजना बनाउनुहुन्छ, त्यसलाई सहजीकरण गर्नुहुन्छ र विद्यार्थीहरूले आफैले खोजेर लेखेर पढेर बोलेर भोगेर यसरी चाहिँ सिकाइ हुन्छ। आजको जमानामा यस्तो सिकाइ चाहिँ दिनुहुन्छ। त्यसलाई सिकाइ दिँदै मेरो छोटो भनाइ यहीँ टुङ्गाउँछु। धन्यवाद। लागि एकजना निर्णायकज्यूलाई अगाडि बढाउन चाहन्छु।
धन्यवाद कार्यक्रम सञ्चालकज्यू, श्रद्धेय सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य आयोजक मित्रहरू, त्यसै गरी कार्यक्रममा सहभागी र सम्पूर्ण विद्यार्थीहरूमा म यस कार्यक्रमको निर्णायक सबैजनाको तर्फबाट हार्दिक नमस्कार। आज जुन हामीले वक्तृत्व कला प्रतियोगिता सञ्चालन गरेका छौँ त्यसमा सम्पूर्ण वक्ताहरूले चाहिँ एकदमै मिठो मन्तव्य दिनुभयो र हामीलाई निर्णय गर्ने त्यो स्थान ओगट्न सफल हुनुभएको छ। यस विद्यालय यस कक्षाबाट जुन छात्रा गौरी तामाङ। हरेक कुरामा अगाडि बढ्नुपर्छ है, यदि सिङमा पनि छ ल। द्वितीय स्थान हासिल गर्न सफल हुनुभएको छ रनिसा माझी। ल रनिसालाई अघि मैले भने चाहिँ सेकेन्डमा भइसक्यो नि बनाएर। त्यसै गरी प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ कक्षा 12बाट रोजिना सापकोटा। निर्णायक भाइ बहिनीहरूले प्रतिस्पर्धी साथीको क्षमता हेरी आफ्नो स्वविवेक प्रयोग गरी निकै निष्पक्ष निर्णय गर्नुभयो। कक्षाका सम्पूर्ण साथीहरूसँग थोरै थोरै रकम सङ्कलन गरी प्रथम हुनुहुने रोजिना सापकोटा, द्वितीय हुनुहुने रनिसा माझी, तृतीय हुनुहुने गौरी तामाङका साथै सहभागीहरू स्वस्तिका राई, पूजा ढुङ्गानालाई पुरस्कारको व्यवस्थापन गर्नुभएको थियो। प्रमुख अतिथि र विशेष अतिथिका लागि मायाको चिनो समेत प्रदान गरी निकै परिपक्व ढङ्गले कार्यक्रम सञ्चालन गर्नुभयो। अब भने हामी कार्यक्रमको अन्त्य गरेका छौँ। विजय र सहभागी साथीहरूलाई हार्दिक बधाई दिँदै कार्यक्रमको समापन गरिदिनु हुन सभापतिलाई अनुरोध गर्दै म उसको यहाँबाट बिदा हुन चाहन्छु। व्यस्तताका बावजुद पनि उपस्थित हुनुभएका प्रधानाध्यापक र रविना म्यामलाई चाहिँ धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको कार्यक्रम चाहिँ उत्कृष्ट रहेको छ जस्तो मलाई लाग्छ। आजको कार्यक्रमले चाहिँ हामी विद्यार्थीमा थप ऊर्जा, सृजनशीलताको ऊर्जा प्राप्त भएको छ। आगामी दिनहरूमा पनि हामी यस्तै कार्यक्रमहरू सञ्चालन गर्दै जान्छौँ भन्ने प्रतिबद्धताका साथ चाहिँ हामी आजको कार्यक्रम यहीँ समापन गर्न चाहन्छौँ। धन्यवाद।